हाम्रो पोखराको अवस्था पोखराको यो बसप्रा भन्ने ठाउँमा लागु औषध धेरै बिक्री भइरहेको छ। धेरै बिक्री भइरहेको छ। बागलुङ बसप्राकमा अब के एक्सन लिनु पर्यो। भोलिबाट हाम्रो नि खाना नपाइन्छ फेरि यस्तो यस्तो एक्सन लिनु हुन्न यसमा लिगलाइज गर्नु पर्छ। हाम्रो पोखराको बसप्राकको अवस्था हेर्नुहोस् त यहाँ पोखराको अवस्था हेर्नुहोस् त पोखराको अवस्था ल हेर्नुहोस् त त्यहाँ बस रोकिरहेको छ त्यहाँ बस ल है कता कता हिँडिरहेको छ त्यो ढलिरहेको छ हेर्नुहोस् त्यहाँ खम्बालाई हेरिरहेको छ। एकैछिन वेटिङ गर्नु होला। ल हेर्नुहोस् घुमिरहेको छ त्यहाँ घुमिरिपिङमा खेलिरहेको छ मजा लिइरहेको रहेछ।